मलाई लाग्दछ रिडर्सको कमी भएकोले गर्दा अहिले ती पत्रिकाहरू पनि सर्कुलेसनदेखि हटे। अहिले छैन। यो पनि एउटा चिन्ताको विषय हो। अब हामीले जान्दै यहाँ हाम्रो आसामकै कुरा गर्छु म अलिकति। यहाँ सपरिवार भन्ने एउटा पत्रिका घर घरमा आउँथ्यो एक समयमा। हाम्रै जुनै सपरिवार, यस, ठीक। मलाई याद आयो तपाईँले कुरा गर्दा। त्यो सपरिवार अहिले बन्द भयो। बल इज इन आवर कोड भनिन्छ नि। अब बल इज इन द यङ्गर जेनेरेसन्स कोड। जेन जीहरूलाई खास गरी म तपाईँको यो जुन सोसियल मिडियाको माध्यमबाट नमस्कार छ। आज म उपस्थित भएको छु हाम्रा गण्यमान्य र धेरै हाम्रो समाजमा गोर्खा समाजलाई लिएर उहाँको धेरै आत्मीयता बोक्नुभएका एकजना महानुभावको घरमा म उपस्थित भएको छु र उहाँको सिधै परिचय गराउन मेरो तर्फबाट म चाहन्छु। उहाँ हुनुहुन्छ अरुण कुमार राणाज्यू र साथै उहाँको जुन आफ्नो जीवनशैली थियो त्यो जीवनशैली कस्तो थियो भनेर तपाईँहरूलाई परिचय गराउन जाँदाखेरि उहाँको आफ्नो जुन जीवनशैली चाहिँ उहाँ रिटायर्ड एकजना इन्जिनियर हुनुहुन्छ र उहाँसँग म सिधै वार्तालाप हाम्रो जुन भाषा विशेष गोर्खा नेपाली भाषा भनौँ, गोर्खा भाषा भनौँ, नेपाली भाषालाई लिएर हामी जुन वार्तालाप कार्यक्रम अगाडि बढाउनु गइरहेको छु र मेरो पेजका जति पनि जम्मै दर्शक महानुभाव हुनुहुन्छ उहाँहरूले फेरि पनि यो वार्तालाप कार्यसूचीलाई अगाडि बढाउनुहोस् र यो वार्तालाप कार्यसूचीमा के कस्तो हुन्छ तपाईँहरूले निश्चित तौरमा तपाईँहरूको तर्फको पनि जुन एउटा कमेन्ट बनिन्छ त्यो कमेन्टलाई पनि ध्यान दिनु होला र तपाईँहरूको पनि सुझाव परामर्श यसमा थप्नु कमेन्टको मार्फत भन्दै हामी कार्यसूची अगाडि बढाउनु। राणाज्यू र उहाँलाई म सोझै त आफ्नो जुन एउटा आफन्तीपनमा जुन आफ्नो एउटा सम्बन्ध एकअर्कामा गाँसेको छ त्यो सम्बन्ध म भिनाजु भनेर सम्बोधन गर्ने गर्छु र सिधै भिनाजुसँग म वार्तालाप गर्न भनेर आज आएको छु र हजुर समक्ष हामी दुईजनाको वार्तालाप यस प्रकारको छ र भाषालाई लिएर हामी कतिपय उहाँसँग केही एउटा जान्ने र उहाँसँग जुन भाषाको केही विशेष वस्तुहरू जुन मैले भेटेको छु त्यो कुरा हजुरहरू समक्ष पनि पोख्नको लागि यो कन्टेन्ट हामीले बनाइरहेको छौँ र उहाँलाई म सिधै एउटा आफ्नो सोझो प्रश्न एउटा के गर्न चाहन्छु भन्दाखेरि यदि नेपाली भाषा हाम्रो मातृभाषा हो र नेपाली भाषाको यदि 1942 सनमा जुन एउटा त्योभन्दा अघि पनि जुन एउटा भाषा चाहिँ भारत संविधानको यसमा स्वीकृति प्राप्त वा हाम्रो भाषालाई चाहिँ स्वीकृति हुनुपर्छ भन्ने खालको जुन भावधारा हो त्यो भावधारा वा भाषा आन्दोलनको भावधारा चाहिँ किन उत्पन्न भयो र किन चाहिँ जरुरी छ चाहिँ एउटा भाषा भारतको संविधानमा गाभिनलाई चाहिँ के जरुरी छ त्यस्तो खालको उहाँको भनाइ कस्तो छ र उहाँले आफ्नो भनाइ राख्नुहुन्छ भन्ने म मेरो तर्फबाट उहाँलाई सोझो प्रश्न गर्दछु। र भिनाजु यो प्रश्नको जवाब तपाईँ तर्फबाट के हुन्छ र दर्शक महानुभाव जम्मै भारतमा बस्ने दर्शकहरूलाई तपाईँ के भन्नु? धन्यवाद चन्द्रकान्त भाइ र दर्शक वृन्दलाई पनि मेरो नमस्कार छ। आज मैले सोसियल मिडिया मार्फत चन्द्रकान्त भाइको द्वारा आफ्नो विचारहरू भाषालाई लिएर र भाषा मान्यताको महत्त्वलाई लिएर राख्नु पाउँदा खुसीको अनुभव हुँदैछ। र हेर्नु भाइ, भाषा भनेको यस्तो एउटा जिनिस हो जो एउटा समुदाय भनौँ, एउटा कम्युनिटी भनौँ वा एउटा जाति भनौँ, त्यसको सबैभन्दा अहम वा भनौँ कि एउटा मूल्यवान चिनो हो। भाषाले नै हाम्रो परिचय हुन्छ र भाषालाई हामी भाषाका जरियाबाटै हामीहरू एकअर्कासँग जोड्नु जान्छौँ, होइन? अब भाइको प्रश्न छ कि 2092मा जुन नेपाली भाषालाई मान्यता दिया गयो त्यसको के महत्त्व छ र मान्यतालाई लिएर यत्रो लामो सङ्ग्राम गर्नेको किन खाँचो परेको? बहुत अहम प्रश्न गर्यो भाइ। यो हाम्रो खास गरी भावी पिँढीहरूले जान्ने जरुरी छ, आवश्यक छ, किनकि भाषा त हामीले पायौँ तर कुन प्रकारले पायौँ र यसको के महत्त्व छ यो हामीले जान्नुपर्ने एउटा गोर्खाली हुनुको नाते भारतीय जुन नेपाली भाषा हामी बोल्छौँ त्यसको लागि बहुत एउटा अहम जिनिस हो। हेर्नुहोस्, हुन त मान्यता दिने अगाडि पनि हामीले गोर्खा भाषा भनौँ अथवा नेपाली भाषा भनौँ प्रयोग गरेर आएकै हौँ, होइन? हाम्रा लेखकहरूले पनि कैयौँ पुस्तक र कैयौँ त्यस्ता विख्यात कविताहरू पनि लेखे, पुरस्कृत पनि भए र हामीले आपसमा परिवारमा समाजमा एक अर्कासँग विचारको आदान प्रदान गर्दा गोर्खाली भाषा अथवा नेपाली भाषाको जरियाले नै हामीले गर्ने गर्थ्यौँ। तर प्रथमपल्ट त यो भाषा आन्दोलनको सुरुवात कहाँबाट भयो भन्दाखेरि
म संक्षिप्तमा यसको इतिहासमा पनि अलिकति प्रकाश हाल्न चाहन्छु। 1956 मा देहरादुनमा जागृत गोर्खा भन्ने एउटा पत्रिकाका सम्पादक आनन्द सिंह थापा र उनका सहयोगीको मनमा प्रथमपल्ट यो आयो कि अरू भाषा जस्तै भारतीय संविधानमा 8औं अनुसूचीमा हाम्रो नेपाली भाषा पनि सामेल भए गाभिए कति राम्रो हुन्थ्यो भनेर उहाँहरूले प्रथमपल्ट औपचारिक तौरमा यसको पहल गरे। पहल कसरी गरे भन्दा गभर्नमेन्ट अफ इन्डियालाई, भारत सरकारलाई ज्ञापन पत्र दिएर यो भाषालाई पनि 8औं अनुसूचीमा गाभ्योस् भनेर उहाँले पहल गरे। तर त्यतिखेरको परिवेश परिस्थितिको मुताबिक यसलाई धेरै गुरुत्व दिया गएन सरकारद्वारा। यो एकछिन तपाईँलाई मैले माझमै गरेँ। यो जुन आनन्द सिंह थापा भन्नुभयो जो देहरादुनबाट यो पहल सुरु भयो, स्टार्ट भएको थियो। जो भाषाको हाम्रो भाषाले पनि स्वीकृति पाउनुपर्छ भन्ने जुन स्टार्ट पोइन्ट एउटा देहरादुनबाट भयो र त्यो एउटा आवेग भनौँ होइन, त्यो एउटा मनको अगुल्टो, एउटा ज्ञानको अगुल्टो एउटा देहरादुनबाट स्टार्ट भयो र आनन्द सिंह थापाले स्टार्ट गर्नुभयो। यो भारत सरकारसँग उहाँले आफ्नो राख्नुभयो कि देहरादुन राज्य सरकारलाई राख्नुभयो? होइन, प्रथमपल्ट उहाँले सिधा भारत सरकार, जसमा तपाईँको प्रधानमन्त्री, प्रेसिडेन्ट, राष्ट्रपति र होम मिनिस्टर, गृहमन्त्रीको समक्ष उहाँले ज्ञापन पत्र लिखित रूपमा, औपचारिक रूपमा, हुन त यो आवाज हेर्नुहोस् 1956 भन्दा अगाडि पनि उठिरहेको थियो। कहीँ कहीँबाट खास गरी साहित्यिक जगतबाट यो आवाज उठिरहेको थियो। तर कसैले पनि यसलाई लिखित तौरमा, औपचारिक तौरमा सरकारको सामु प्रस्तुत गरेका थिएनन्, पेश गरेका थिएन। त 1956 मा आनन्द सिंह थापा, जो कि एउटा सम्पादक पनि हुनुहुन्थ्यो, अनि उहाँको सहयोगीहरू समक्ष उहाँहरूले एउटा लिखित रूपमा भारत सरकारमा यो प्रस्तुत गरेका हुन्। अनि त्यस पछाडि यो एउटा जुन भनौँ कि एउटा जुन जागृति र एउटा जुन एउटा मागको जुन पहिया घुम्यो, त्यो पहिया घुम्दा घुम्दै हेर्नुहोस् दार्जिलिङ, सिक्किम र बङ्गालसम्म आइपुग्यो। यो धेरै लामो कहानी छ, म संक्षिप्तमा भन्न चाहन्छु कि त्यसरी नै तपाईँको अगाडि बढ्दा 1961 मा सर्वप्रथम एउटा सकारात्मक कुरो के भयो भन्दाखेरि बङ्गाल सरकारले त्यतिखेर आफ्नो एसेम्ब्लीमा, स्टेट एसेम्ब्लीमा यो एउटा फैसला लियो कि नेपालीलाई बङ्गालको अफिसियल ल्याङ्ग्वेज, स्टेट जुन भाषा हुन्छ, आधिकारिक भाषा, त्यो बनाउनु पर्छ भनेर लिङ्ग्विस्टिक एक्ट 1961 को अन्तर्गत वेस्ट बेङ्गल लिङ्ग्विस्टिक एक्ट त्यो पारित गरियो। पारित गर्नेको कारण के थियो भन्दाखेरि त्यतिखेर बङ्गालमा 3वटा पकेटमा दार्जिलिङ, कालिम्पोङ र यसमा के भन्छ खरसाङमा यो 3वटा सब डिभिजन थिए त्यतिखेर। त्यहाँ नेपालीको धेरै पपुलेसनहरू थिए। अनि त्यसलाई ध्यानमा राखेर अनि त्यहाँबाट पनि माग गएको थियो अनि स्टेट गभर्नमेन्टले त्यो माग स्वीकृति गरे। यो गर्दाखेरि अलिकति एउटा हर्षको माहौल भयो कि कमसेकम स्टेट गभर्नमेन्टले त यसलाई स्वीकृति दियो। अनि त्यस पछाडि देखादेखि त्रिपुरा गभर्नमेन्टले पनि दियो, अनि त्यहाँबाट पछि 1982 मा सिक्किम गभर्नमेन्टले पनि दियो। त्यसो गर्दाखेरि यो आहिस्ता नेपाली भाषाको भारतमा पनि स्वीकृति हुन थाल्यो। अब हेर्नुहोस् है, कहीँ न कहीँ नेपाल भन्ने अर्को एउटा राष्ट्र छ। त्यसले गर्दाखेरि धेरै एउटा भुल भावना के छ भनेदेखि नेपाली भाषा नेपालको भाषा हो भनेर विदेशी ट्याग एउटा जुन लाग्यो, त्यसले गर्दाखेरि स्वीकृति दिनुमा अलिकति हिचकिचाहट भएको जस्तो मेरो विचार मलाई लाग्छ सरकारको तर्फबाट। तर यसको जुन तपाईँको गलतफहमीको जुन धुन्द एउटा थियो, गुनासो थियो, त्यसलाई आस्ते गरेर बिस्तारै हाम्रा साहित्य जगतका जुन तपाईँको प्रतिनिधिहरू थिए र पोलिटिकल लिडरहरूले पनि, अनि आम जनतामा पनि जुन पछि गएर एउटा राष्ट्रव्यापी जुन जागरुकताको जुन आन्दोलन चल्यो, त्यसले गर्दा सरकारले यो मान्नु पर्यो कि हो रहेछ नेपालीको पनि धेरै नै यहाँ तपाईँको पपुलेसन रहेछ। कुनै ठाउँमा छरिएर बसेका थियौँ हामी, त अहिले पनि छरिएर बसेका छौँ, डायस्पोरा भनिन्छ जुन इङ्ग्रेजीमा। त्यसले गर्दा यो 1992 मा गएर यसको स्वीकृति भयो। यसमा धेरै अहम भूमिका हाम्रा तत्कालीन
सिक्किमका मुख्यमन्त्री बहादुर भण्डारीज्यू, स्वर्गीय बहादुर भण्डारीज्यू र उहाँकी श्रीमती दिलकुमारी भण्डारीज्यू जो त्यतिखेर 1991-92 सांसद हुनुहुन्थ्यो सिक्किमको तर्फबाट। उहाँको धेरै नै अहम भूमिका छ, जसले गर्दा अन्ततः 20 अगस्त 1992 नेपाली भाषालाई पनि भारतको 8औं अनुसूचीमा सामेल गरेर एउटा राष्ट्रिय भाषाको दर्जा दिएको। हामीले वार्तालाप गर्दा गर्दै हामीले एउटा कुरो थाहा पायौँ, हामीले आजसम्म वा हाम्रो गोर्खा समाजले आजसम्म यहाँ बिचैमा म दर्शक महानुभावहरूसँग एउटा कुरा राख्न चाहेँ। हामीले आजसम्म यस्तो लागिरहेको थियो वा युवा पिँढीहरूले यो कुराहरू हामीले बुझिरहेको थियौँ जे 20 अगस्त 1992 को जुन हाम्रो भाषा मान्यता दिवस हो, त्यसमा सिक्किमका चिफ मिनिस्टर नरबहादुर भण्डारी साथै उहाँकी श्रीमती दिलकुमारी भण्डारीज्यूको नाम नै अलिक उज्जवल भएर आएको देखिन्छ यो हाम्रो गोर्खा समाजमा, होइन? त्यसरी नै उज्जवल भएर आएको देखिन्छ। तर आज हामीलाई थाहा लाग्यो जे यसको पहल 1992 मा मात्रै नभएर त्यसको कयौं वर्ष अगाडि 36 वर्ष अगाडिदेखि नै यसको एउटा अगुल्टो बलेको थियो जे भाषा हाम्रो स्वीकृति हुनुपर्छ र त्यो पहिले अगुल्टो बलेको ठाउँ चाहिँ भयो देहरादुन र देहरादुनबाट अगाडि बढ्दै आएर अन्तिम चरणमा जहिले हामीले भाषा स्वीकृति पाउनलाई हामी सक्षम भयौँ, त्यो चाहिँ तपाईको सांसद दिलकुमारी भण्डारीज्यूको अहम भूमिका त्यसमा रहेको छ र त्यो दिनको जुन बिल पास भयो त्यसमा उहाँहरूको अति नै गुरुत्वपूर्ण भूमिका रहेको छ भन्ने कुरा उहाँले राख्नुभयो र यो साँच्चै नै ऐतिहासिक रूपमा एउटा भाषालाई स्वीकृति पाउनको लागि हाम्रो त्यत्रो एउटा 36 वर्षको एउटा ऐतिहासिक एउटा सङ्घर्ष र लामो आन्दोलन हाम्रो गोर्खा समाजले भनौँ, नेपाली भाषीले भनौँ, एउटा गर्नु परेको खण्डमा आज हामी भाषा पाउँदैछौँ। र यो कुरा हाम्रो युवावर्ग र गोर्खा अथवा नेपाली भाषीहरूले कति आत्मचिन्तन गरेको छन् त्यो तपाईहरूमाथि छोडिदिएँ मैले। र साथै हाम्रो अर्को दोस्रो जुन वार्तालाप कार्यसूचीमा उहाँसँग हामीले जान्ने जिज्ञासा राखेको दोस्रो प्रश्न चाहिँ कस्तो छ भन्दा, भिनाजुलाई फेरि दोस्रो प्रश्न यस्तो राख्दछु म चाहिँ के भन्दाखेरि, यदि हामीले 92 मै भाषा स्वीकृति पायौँ नेपाली भाषा, यो हाम्रो सौभाग्य हो। तर नेपाली भाषा स्वीकृति पाएको पश्चात हामीले के बेनिफिट पाउनु पर्ने हो, त्यसमा तपाईँले के हाम्रो यो गोर्खा समाज या नेपाली जुन भाषीलाई नेपाली भाषा स्वीकृति प्राप्त भइसकेपछि हामीले के बेनिफिट पाइन्छ, त्यसमा चाहिँ तपाईँलाई अलिकति तपाईँको तर्फबाट बुझेका कुराहरू भन्नुभयो हजुरले। एउटा मान्यता प्राप्त भाषा र मान्यता प्राप्त नभएको भाषामा धेरै अन्तर हुँदो रहेछ। यो हामीले तब बुझ्यौँ जब हाम्रो स्वयंको मातृभाषाले एउटा मान्यता प्राप्त भयो भारतीय संविधानको अन्तर्गत। के हुन्छ भने पनि हेर्नुहोस्, भाषा भनेको यस्तो जिनिस हो जसलाई जति हामी प्रयोग गर्छौँ, जति हामी प्रसार गर्छौँ, त्यति नै यसको जीवित रहनेको सम्भावना रहन्छ। अब तपाईँलाई म भन्न चाहन्छु, तपाईँको माध्यमबाट मेरो श्रोताहरूलाई पनि भन्न चाहन्छु, पृथ्वीमा विश्वमा धेरै यस्ता भाषाहरू छन् जसको लुप्त हुनेको कारणै यो थियो कि हुन त पोलिटिकल कारण, युद्ध र त्यस्तै प्रकारको सिभिलाइजेसनको नाश हुनेको कारण हुन्, त्यो भिन्दै कारण हुन्। तर अर्को अहम कारण के पाइयो भनेपछि त्यसको प्रयोग नगर्नाको कारणले, त्यसको संरक्षण र प्रचार प्रसार नभएकोले बिस्तारै त्यो बोल्ने व्यक्ति। तपाईँलाई रोके जस्तो दर्शक महानुबिन्द, तपाईँले यो पोइन्टलाई नोट गर्नुपर्ने कुरा के भन्दाखेरि, कुनै एउटा भाषा स्वीकृति त सरकारले गरिसक्यो र त्यसमा हामी आफैलाई सौभाग्यवान भनेर सोचिरहेका छौँ, तर त्यो भाषाको प्रयोग नहुनु भने पनि त्यो भाषा विलुप्त हुनतिर जान्छ। उहाँको भनाइ एउटा पोइन्ट तपाईँहरूले गौर गर्नुहोला। र यो हामीले कहाँसम्मको तल जुन ग्रास रुट भनिन्छ होइन, तल जमिनी स्तरसम्म जुन प्रकारको कुरा हो, यो हामीले प्रयोगमा नल्याउँदा पनि हाम्रो भाषा विलुप्त हुने कुरा उहाँले उत्थापन गरिराख्नु। सही भन्नुभयो। हेर्नुहोस्, अब म दर्शकवृन्दलाई अलिकति के एउटा मान्यता प्राप्त भाषाले सुविधा अथवा सपोर्ट सहारा पाउँछ भारत सरकारबाट। म भारतकै कुरो गर्छु किनकि हामीहरू भारतमा बसोबास गर्ने हाम्रा गोर्खालीहरूले बोल्ने नेपाली भाषा अथवा गोर्खा भाषाको विषयमा हामी छलफल गर्दैछौँ। त हुन्छ के भनेपछि हेर्नुहोस्, मान्यता प्राप्त जब भाषाको हुँदैन त्यतिखेर पनि साहित्यको रचना भइरहेको हुन्छ,
बोलचालमा हामीले आदान प्रदान गरेकै हुन्छौँ होइन। तर त्यो के हुन्छ भनेपछि त्यो एउटा असंरक्षित भाषाको दर्जामा हुन्छ। हेर्नुहोस्, संरक्षण भनेको किन यति महत्त्वपूर्ण छ भनेपछि अब म एक दुईवटा तपाईँलाई उदाहरण दिन्छु। एउटा बो भन्ने भाषा थियो अन्डमानमा, जो लुप्त भयो। किनकि त्यसको संरक्षण र प्रचार प्रसार भएन। अरू मुख्य भाषाहरू धेरै त्यसमा पसे, जस्तै हिन्दी भयो, तमिल भयो, बङ्गाली भयो, इङ्ग्लिस त छैछ। त्यसले गर्दा उहाँका जनजातिहरूले त्यतातिर बेसी ध्यान दिन थाले, जसले गर्दा आफ्नो जुन मातृभाषा लुप्त हुनुभयो। ठिक त्यसै गरेर सेङमाई भनेर एन्ड्रो भनेर भाषा, जुन इन्डो बर्मिस भाषा मणिपुरमा बोल्थे एक समय, हेर्नुहोस् है, त्यो भाषा पनि अहिले लुप्त भइसक्यो। एक्सटिङ्क्ट ल्याङ्ग्वेजमा त्यसको दर्ता भइसक्यो। गर्दाखेरि हामी के बुझ्नुपर्छ भनेपछि भाषाको मान्यता प्राप्त हुनुको अर्थै हो कि त्यसलाई कसरी बचाउने, जीवित राख्ने र त्यसको प्रचार प्रसार र त्यसको डकुमेन्टेसन। हेर्नुहोस्, सरकारको के दायित्व हुन्छ त्यो म अलिकति हजुरको माध्यमबाट म हाम्रा दर्शकवृन्द भन्न चाहन्छु। जब एउटा भाषाको मान्यता प्राप्त हुन्छ अथवा 8औं अनुसूचीमा गाभिनु जान्छ, यो सरकारको संवैधानिक दायित्व हुन्छ। संवैधानिक उहाँको जिम्मेवारी हुन्छ कि त्यो भाषाको विकास गर्नुलाई, त्यो भाषाको विकास गर्नुलाई सरकारको संवैधानिक दायित्व हुन्छ। संवैधानिक दायित्व हुन्छ र त्यो भाषा विकास गर्नलाई सरकारले कुनै कदम डेभलपमेन्ट होइन, त्यो भाषाको लागि डेभलपमेन्ट ओरिएन्टेड कुनै पनि कदम चाल्नु बाध्य हुन्छ। हेर्नुहोस्, लिङ्ग्विस्टिक कमिसन छ सरकारको, मिनिस्ट्री अफ एजुकेसनको अन्तर्गत। त्यसको कामै हो कि जो मान्यता प्राप्त भाषा छ, अहिले वर्तमान भारतमा 22वटा भाषाले मान्यता प्राप्त गरेको छ, ती भाषाको डकुमेन्टेसन गर्ने, डिजिटल फर्ममा होस् कि कुन फर्ममा होस्। जस्तो हर भाषा, हर तपाईँको संस्कार, हर संस्कृतिको आफ्नो एउटा लोकगीत अनि लोककथा होइन, फल्कलोरहरू हुन्छ। जबसम्म यिनीहरूको डकुमेन्टेसन हुँदैन, आजसम्म त यो वर्ड टु माउथ अर्थात् मौखिक रूपमा यो हस्तान्तरण भएर आइरहेको हुन्छ। हाम्रो पनि हेर्नुहोस्, धेरै जस्तो लोककथा, लोकगीतहरू मौखिक रूपले एउटा पिँढी दर पिँढी अर्को पिँढीमा हस्तान्तरण भइरहेछ। तर यसमा खतरा के हुन्छ भनेपछि आधुनिक युगमा खास गरी पहिला के थियो कि अन्य भाषाको दखल कम थियो हो। अहिले दुनियाँ ग्लोबलाइजेसन, वैश्विक दुनियाँ भइसकेको छ। हर चिजको हर जग्गामा तपाईँको दखल छ। त भाषाको पनि बहुत ठुलो अहिले मैले खतरा के छ लुप्त हुनेको भन्दाखेरि जुन तपाईँको इन्टरनेसनल र नेसनल स्तरका जुन अलरेडी समृद्ध भएका भाषाहरू छन्, तिनीहरूको प्रति आजकलको हाम्रा युवा पिँढीहरूको धेरै रुझान छ। त्यसले गर्दा आफ्नो मातृभाषा कहीँ न कहीँ ब्याकडोर पछाडि माने परेको छ। त्यसले गर्दा सरकारले जब अफिसियली जब सम्बर्धना दिन्छ, तो यसलाई बचाइराख्ने, यसलाई जीवित राख्ने अनि यसलाई धेरै तपाईँको विभिन्न स्थानमा प्रयोग गर्नेको धेरै एउटा गुन्जाइस हुन्छ। जसरी अफिसियली भन्नु जाँदा यूपीएससी को जब एक्जाम हुन्छ, त्यसमा हाम्रा विद्यार्थी, हाम्रा प्रार्थीहरूले चाहे भने नेपाली भाषामा म परीक्षा दिन्छु भन्नु भने नेपाली भाषामा दिन पाइयो। ठिक त्यसै गरी युजीसी नेटको एक्जाममा पनि नेपाली अथवा गोर्खा भाषामा एकजना परीक्षार्थीले परीक्षा दिनको सुविधा दिया जान्छ। अनि जब हाम्रा कुनै राज्यबाट हाम्रा गोर्खा भाषी, नेपाली भाषी सांसद चुनेर संसदमा जान्छ, तिनीले त्यहाँ संसदमा आफ्नो नेपाली भाषामा आफ्नो विचारहरू जब डिस्कसन हुन्छ संसदमा प्रस्तुत गर्नेको उहाँले अधिकार उहाँ पाउनुहुन्छ र उहाँले आफ्नै भाषामा सुन्नुको पनि अधिकार उहाँले पाउनुहुन्छ, इन्टरप्रिटेसन अथवा ट्रान्सलेसनको जरियामा। अनि पाठ्यक्रममा हेर्नुहोस् है, हाम्रा विद्यालयका अथवा महाविद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि मेजर इन्डियन ल्याङ्ग्वेजेस MIL, मोडर्न इन्डियन ल्याङ्ग्वेजेस MIL को जरियामा हाम्रो भाषाहरूको त्यहाँ पाठ्यक्रम छ, जसमा हाम्रा विद्यार्थीहरूले पढेर यो भाषालाई अझै बलियो बनाउन सकिन्छ। ठिक त्यसै गरेर साहित्य जगतमा पनि साहित्य एकाडेमीद्वारा हाम्रा लेखकहरूको पुस्तकहरूलाई, हाम्रा कविहरूको कविताहरूलाई आकलन गरेर पुरस्कार दिया जान्छ र त्यस प्रकारले हाम्रो भाषालाई प्रचार प्रसार र डकुमेन्टेसन र तपाईँको विकास गर्नमा धेरै सरकारी रूपले सहयोग दिया जान्छ। यो बहुत एउटा ठुलो भनौँ हामीहरूले एउटा बेनिफिट भेटेका हुन्छ मान्यता प्राप्त गर्नको। एउटा भाषा स्वीकृति हुँदाखेरि मान्यता पाउँदा 8औं अनुसूचीमा एउटा भाषा गाभिनको जुन बेनिफिट छ, तपाईहरुले हाम्रो वार्तालाप कार्यसूचीमा उहाँको मुखबाट सुनिराख्नु भएको छ। त्यहाँ के बेनिफिट्स पाउँछ एउटा भाषाले, तर स्वीकृति नभएको भाषाले ती सब बेनिफिट पाउँदैन।
एउटा कुनै पनि भाषा आजसम्म जुन भाषाहरू जस्तै भारतमा अहिलेसम्म 1652वटा भाषा डायलगको रूपमा चिन्हित भइसकेका छन्, त्योभन्दा पनि अधिक होलान्, अघि तर कम्ती छैनन्। 1652 भन्दा अधिक भाषाहरू छन्। त्यसमध्ये अहिले हाम्रो 22वटा भाषा भित्रमा गोर्खा भनौँ या नेपाली भाषा भनौँ, नेपाली भाषाले स्वीकृति पाएको छ र स्वीकृति प्राप्त भाषाले के बेनिफिट पाउँछ त्यो तपाईँले यहाँ हाम्रा भिनाजुसँगको जुन हाम्रो वार्तालाप कार्यसूचीमा तपाईँहरूले पाइसक्नु भएको छ। अहिले हामीले बुझ्नु जाँदाखेरि यो कुराहरू सायद हाम्रा युवा वर्गहरूले वा हाम्रो नेपाली भाषीहरूले भारतमा रहने अथवा असम प्रान्तमा रहने वा अनेकौं प्रान्तमा अनेक राज्यहरूमा रहने युवा वर्ग साथै धेरै हाम्रो नेपाली भाषीहरूले भाषा स्वीकृतिबाट एउटा भाषा स्वीकृति भएको पश्चात के बेनिफिट्स हो यो कुराहरू सायद आंशिक रूपमा भए पनि तपाईँहरूले बुझ्नुहुन्छ भन्ने हामीलाई आशा छ। र भाषा विकास सरकारले चाहिँ सरकारको तर्फबाट एउटा भाषा विकास भइसकेको भाषालाई वा स्वीकृति प्राप्त भाषालाई के बेनिफिट्सहरू अहिले पनि हामीले हाम्रो जुन भाषा अहिले हामीले भन्नु त भन्यौँ, अहिले स्वीकृति प्राप्त भाषालाई सरकार यति दायबद्धता छ भन्ने कुरा हामीले थाहा पायौँ। र सरकारले अझै पनि एउटा हाम्रो जस्तै नेपाली भाषाको आजको हालैमा आजको जुन स्थिति देखिन्छ जमिनी स्तरमा यो भाषालाई अझै डेभलपको लागि, अझै एउटा उत्थानको लागि, यो भाषाको उन्नत गर्नको लागि अझै कस्तो खालको कदमहरू चाल्दाखेरि चाहिँ अरू हाम्रो भाषा अलिक अगाडि बढ्थ्यो होला भन्ने तपाईँको मनमा सरकारको द्वारा भनौँ न, समाजले पनि यो भाषा जगडा गर्नलाई समाजको पनि त कर्तव्य छ, जस्तै भूमिका साथमै कर्तव्य पनि छ। त्यो चाहिँ तपाईँको मनले चाहिँ के भन्छ अथवा तपाईँले चाहिँ कस्तो खालको समाजमा एउटा आफ्नो भावना? हेर्नुहोस्, मान्यता प्राप्त भएको मार्फत हुन त सरकारले पाइलो चालेको छ हाम्रो भाषालाई विकास गर्नुको लागि, डकुमेन्टेसन गर्नुको लागि, जस्तो मैले भनिसकेँ, र प्रचार प्रसारको लागि। त्यसका लागि के कदम उठाएका छ भनेपछि हेर्नु, दूरदर्शनमा हाम्रो भाषामा समाचार पढाइन्छ, हाम्रो भाषामा कुनै तपाईँको सांस्कृतिक कार्यक्रमहरूको पनि प्रस्तुति हुन्छ, अल इन्डिया रेडियोमा पनि हुन्छ। सरकारले यो एउटा प्रचार प्रसारको लागि कदम उठाएको छ। ठिक त्यसै गरेर तपाईँको आर्थिक सहायता पनि सरकारले दिन्छ त्यो मान्यता प्राप्त भाषाको विकासको निम्ति, जो दिएर आएको छ। तर कुनै साहित्य जगतका व्यक्तिहरूको विचार मैले सुन्दा वा हेर्दा के पाएको छ भने, जति अरू भाषालाई, अरू उन्नत भाषालाई, म नाम लिन्न, भारतमा 22वटा मान्यता प्राप्त भाषाको मध्ये नेपाली पनि एउटा छ, त्यसमा अरू भाषालाई जति अनुदान दिया जान्छ, ग्रान्ट्स इन एड भनौँ अर्थात् फन्ड दिया जान्छ, त्यसमा हुनसक्छ उहाँहरूको साहित्यिक जुन जगतमा जुन सक्रिय हुनुहुन्छ हाम्रा लेखकहरू भनौँ अथवा साहित्य जुन जगतका जुन सङ्गठनहरूका जुन नेताहरू हुनुहुन्छ उहाँको भनाइ अनुसार अलिक थोरै सहायता दिएको जस्तो। भन्नुको तात्पर्य यो कि 22वटा भाषाभित्रमा हाम्रो जुन नेपाली भाषा हो, यो नेपाली भाषाको डेभलपमेन्टको लागि चाहिँ जुन पुँजी, रकम पुँजी वा बजेटबाट बनिन्छ, सरकारी भारत संविधानको भारतमा जुन बजेट प्रस्तुत हुन्छ त्यो बजेट प्रस्तुत चाहिँ हाम्रो भाषाको लागि चाहिँ अलिक कम थोरमा हुन्छ भन्ने थोरमा जस्तो लाग्छ। तर यसमा हेर्नुहोस्, मेरो व्यक्तिगत विचार के छ भनेपछि त्यसमा म 100% 100% सरकारलाई पनि दोषी ठहराउनु चाहन्न। यसमा कहीँ न कहीँ हाम्रो पनि कि जानी केही कमी छ होला। अब हेर्नुहोस्, यो तपाईँको एउटा भाषाको जुन संरक्षण हुन्छ नि, खास गरी मान्यता प्राप्त भाषाको, यो एउटा थपरी मार्ने जस्तो कार्य हो। एक हात सरकारको, एक हात हाम्रो भन्दा पब्लिक पनि हुनसक्छ, यसमा आम जनता हुनसक्छ, सङ्गठनहरू हुनसक्छन्, साहित्य जगतका हाम्रा लेखकहरू अनि नेताहरू हुनसक्छन्। मेरो जुन व्यक्तिगत विचार छ कि कहीँ न कहीँ हाम्रो पनि केही अलिकति कमी म देख्दछु। जुन प्रकारको साहित्य जगतमा पब्लिकेसन हुनुपर्छ पुस्तकहरूको र पाठन हुनुपर्छ सबैभन्दा ठुलो। अब हेर्नुहोस्, तपाईँ कुनै एउटा बुक स्टलमा जानुभयो भने नेपाली भाषामा छापेका पुस्तकहरू धेरै नै थोरमा पाइन्छ, धेरै नै थोरमा देख्न पाइन्छ। त्यसको अर्थ यो पनि हुनसक्छ कि श्रोताको श्रोता होइन, रिडरको कमी हुनसक्छ, पाठकको कमी हुनसक्छ होइन। यो पनि हुनसक्छ कि पब्लिकेसनै कम भइरहेछ होइन। दुईटा
तर्फबाट हुन सक्छ होइन। हेर्नुहोस्, कुनै पनि भाषालाई बोलेर मात्र हामी जोगाएर राख्नु सक्दैनौँ, मौखिक रूपले हामीले यसलाई धेरै लामोसम्म जोगाएर जीवित राख्नु सक्दैनौँ। यसको जबसम्म डकुमेन्टेसन, अब होइन पुस्तक भनेको के हो र डकुमेन्टेसन होइन, त्यो चाहे एउटा तपाईँको किंवदन्तीको रूपमा होस् वा एउटा कुनै एउटा तपाईँको डेटाबेस एउटा आकलन होस् होइन, सङ्कलन होस्, त त्यसको जब त्यसले एउटा पुस्तकको रूपमा त्यो परिवर्तित हुन्छ त त्यसले एउटा जीवन पाएको हुन्छ होइन। अब मौखिक रूपमा हामीले के छ कि आजकलको युगमा धेरै जस्तो जिनिसहरूको प्रचार प्रसार हुँदैन, डकुमेन्टेसन पनि हुँदैन, डिजिटल फर्ममा पुस्तकको फर्ममा होस् वा अन्य सोसियल मिडियाको फर्मबाट हामीले यसलाई जसरी पनि जोगाएर राख्नुपर्छ। त्यसमा कहीँ न कहीँ हाम्रो पनि भूमिकाको अलिकति कमी छ। तपाईँको जुन माध्यमको द्वारा जो अहिले जुन हामीले वार्ता गरेको त्यसको द्वारा म हाम्रा गोर्खा भाइ बहिनीहरूसँग यही अनुरोध गर्न चाहन्छ कि हामी जब पनि कहीँ जान्छौँ पुस्तकालयमा, हामीले जब कुनै एउटा किताब हेर्छौँ, आफ्नो गोर्खा भाषाको पनि किताब हामीले छानौँ अलिकति आफ्नो रुचि अनुसार। मलाई कहानी मनपर्छ, मैले कहानी छानौँ, वा मलाई आफ्नो इतिहास जान्नु मन छ, भारतमा गोर्खाको इतिहास जान्नु मन छ, वा साहित्यमा के हुँदैछ साहित्य जगतमा, वा हाम्रा वीर पुरुषहरूको गाथाको बारेमा म जान्नु चाहन्छ। पुस्तकहरू छन्, नभएनन्, अनलाइनमा पनि भेटिन्छन्। तपाईँले अनलाइनद्वारा अर्डर गर्नुहोस् अथवा पुस्तकालयमा जानुहोस्। त्यस प्रकारले जब तपाईँले राख्नुहुन्छ त तपाईँको घरमा एउटा धरोहर भयो, त्यो हाम्रो भाषाको संरक्षण गर्नेको एउटा धरोहर भयो। मैले त यहाँ कतिपय पुस्तकहरू मसँग छन् जुन हाम्रा इतिहास, जो हामी कहाँबाट आएका, कसरी हामीहरू अहिले यो जुन अवस्थामा हामी छौँ त्योदेखि लिएर हाम्रो भाषा, जाति, संस्कृति, संस्कार होइन, हाम्रा चाड पर्वहरूको महत्त्व के हो, सबैको विवरण पुस्तकमा छ। तर हामीलाई थाहा छैन अथवा हामीले खोज्नेको प्रयास पनि गरेका छैनौँ। हाम्रो भावी पिँढीले यतातिर पनि पाइलो चाल्नु जरुरी छ। हेर्नुहोस्, हामीले भाषाको खालि सरकारमाथि दायित्व दिएर हुँदैन, हाम्रै अहम दायित्व, किनकि हाम्रो हो नि भाषा। त सरकारले त एउटा मान्यता प्राप्त भाषा भनेर त्यसलाई आफ्नो दायित्व निभाउँदैछ होइन, आफ्नो जिम्मेवारी निभाउँदैछ। तर मैले मेरो विचार छ कि सरकारको भन्दा धेरै हाम्रो पनि दायित्व छ होइन। उहाँको यो स्पष्ट भनाइमा हामीले के कुरा बुझिरहेको छौँ भन्दाखेरि, मैले चाहिँ के कुरा बुझेँ दर्शक महानुभाव, मुखले बोलेको चाहिँ यो क्षणिकभरको लागि हो, एकअर्काले सुनुन्जेली मात्रै हो। तर कुनै एउटा पुस्तकमा त्यही कुरा, यही कुरा कुनै एउटा पुस्तकमा हामीले लिखित रूपमा राख्नु भने त्यो एउटा पिँढी दर पिँढी त्यो एउटा हामीहरूको एउटा जीवन्त एउटा साक्षी बनेर बस्छ। त्यो कुरा नै उहाँले राख्नुभयो। र जस्तै एउटा कुरा मलाई अरू भिनाहरूसँग कुरा गर्दा यसमा एउटा पोइन्ट अर्को के राम्रो लाग्यो भन्दाखेरि, कुनै पनि बुक स्टलमा तपाईँ जब जानुहुन्छ वा कुनै पनि यसमा सपमा तपाईँ किताब दोकानमा भनौँ, यहाँ त दोकान भन्छ, पसलमा जानुहुन्छ, त्यो पसलमा गएर तपाईँले पुस्तक छान्दाखेरि आफ्नो भाषाको पनि एउटा पुस्तक लिएर आउन सक्नुभयो भने चाहिँ त्यसमा अर्को के मैले चाहिँ देखेँ भन्दाखेरि, त्यो बिक्री दर एउटा बजारमा जब बिक्री दरको एउटा बढ्छ, बिक्री दर बढिसकेपछि त्यसको एउटा डिमान्ड पनि बढ्दै जान्छ। बेगमा एउटा डिमान्ड भन्ने वस्तु बढेर आएको हुन्छ र सरकारले पनि कतै न कतै त्यसमा अलिकति केही एउटा बजेट थप गरेर त्यसलाई प्रचारमा ल्याउने अरू एउटा हुन्छ। जस्तै कुनै पसलमा राखेको कुनै वस्तु चिज बिक्री हुँदै भएन भने त्यसलाई फेरि अर्को किन बनाउने, त्यस्तो खालको र त्यसको सेलिङ बिक्री धेरै भइरहेको छ भने त निश्चित रूपले त्यो डिमान्ड्सहरू बढ्छ र त्यसलाई बनाउने क्रम पनि अगाडि बढ्छ भन्ने खालको। र हामीले हाम्रो पुस्तक कति पढ्दैछौँ त्यसमा पनि ध्यान राख्नुपर्ने कुरा। अर्को एउटा कुरो यसमा म थप्नु चाहन्छु, पुस्तक मात्रै होइन, अहिले मलाई याद आयो कि जब हामी सानो थियौँ त्यतिखेर नेपाली भाषामा कतिपय पत्रिका, मासिक पत्रिका, साप्ताहिक पत्रिका वा त्रिमासिक पत्रिका वा तपाईँको वार्षिक पत्रिका निक्लिन्थे। मलाई लाग्दछ रिडर्सको कमी भएकोले गर्दा अहिले ती पत्रिकाहरू पनि सर्कुलेसनदेखि हटे। यो पनि एउटा चिन्ताको विषय हो। अब हामीले जान्दै यहाँ हाम्रो आसामकै कुरा गर्छु म अलिकति, यहाँ सपरिवार भन्ने एउटा पत्रिका घर घरमा आउँथ्यो एक समयमा, हाम्रै जुनै सपरिवार। मलाई याद आयो तपाईँले कुरा गर्दा, त्यो सपरिवार अहिले बन्द भयो। त्यो के कारणले भन्दा त्यसको तपाईँको भनौँ न अब रिडर्सहरू नै छैन, त्यसको जब सेल हुन छोडियो, जुन बिक्री दर एउटा हुनु पर्थ्यो त्यो हिसाबले जब पाठकै नभएको त्यो बन्द हुनुलाई बाध्य भयो। र हामीले आफ्नो जुन
तपाईँको पत्रिकालाई हामीले आफैले बन्द गरे जस्तो। अन्तिम प्रश्न एउटा, युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? हाम्रो जति पनि युवाहरू छन् अहिलेको समयमा, हाम्रो नेपाली भाषा जुन स्वीकृति भाषा हो, स्वीकृति भाषा पायौँ हाम्रो सौभाग्य हो, तर स्वीकृति नभए तापनि भाषा त हाम्रै हो र यो भाषालाई अरू हामीले कुन स्टेप लिँदाखेरि हाम्रो यो जमिनी स्तरमा चाहिँ हामीले अरू के गर्नुपर्ने छ र युवाहरूलाई चाहिँ तपाईँ के आह्वान गर्न चाहनुहुन्छ? एकदमै प्रासङ्गिक प्रश्न गर्नुभयो भाइले। तपाईँले पनि अनुभव गर्नुभएको छ होला, मैले पनि धेरै स्थानमा गरेको छु कि खास गरी हाम्रा युवा पिँढीहरू मध्ये यो देखा जान्छ कि आपसमा आफ्नो भाषाका प्रयोग धेरै कमेको छ। हजुर, तपाईँले पनि विचार गर्नुभएको छ होला, मार्क गर्नुभएको छ होला। जब बाहिर जान्छन्, खास गरी बाहिर जान्छन्, अर्को स्टेटमा जान्छन्, त त्यहाँ कि त हिन्दीको वा आसाममा भए आसामिजको वा इङ्ग्लिसको धेरै बोलचाल गर्छन्। त्यसमा कुनै खराबी छैन। म कुनै पनि अरू भाषालाई मतलब गरेको होइन, तपाईँलाई कन्डेम पनि गरेको होइन वा सिक्नुपर्ने होइन भनेको होइन। भाषा भनेको हेर्नुहोस् यस्तो जिनिस हो, तपाईँले जति सिक्नुहुन्छ उति नै तपाईँको लागि राम्रो हो। तपाईँको ज्ञान पनि बढ्छ। तपाईँको कुरो के छ भनेपछि हाम्रा युवा युवतीहरूले आफ्नो भाषालाई अलिकति नलिफाई गरे जस्तो प्रयोगमा थोरै ल्याएको जस्तो लाग्छ मलाई। जब तपाईँले हाम्रो जेनेरेसनसँग तुलना गर्नुहुन्छ, हाम्रो जेनेरेसनमा के थियो भनेपछि, अनि यसमा हेर्नुहोस्, यसमा हुनसक्छ हाम्रो जुन जेनेरेसनका अभिभावक हुनुहुन्छ, मातापिताको पनि यसमा रोल म पाउँछु। किनकि कतिपय मातापितालाई मैले देखेको छु कि घरमा नानीहरूसँग आफ्नो भाषामा वार्तालाप नगरेको, कि त हिन्दीमा, आसाममा छन् भने आसामिसमा, होइन? त्यस्ता प्रकारका वार्तालापले के भन्छ, नानीले सिक्नेको अवसर पाउँछ। किनकि विद्यालयमा त हेर्नुहोस्, हर विद्यालयमा अथवा अहिले हाम्रो भाषालाई मान्यता दिया गयो, तर हर भाषामा नेपाली एउटा तपाईँको सब्जेक्टको हिसाबमा पढाए जान्न। त भन्दाखेरि घरमा यदि आमा बाउले नानीलाई, अरू आमा बाउ भनेको कुनै पनि एउटा बालकको लागि प्रथम शिक्षक हुनुहुन्छ, होइन? त्यो शिक्षकबाट यदि हामीले आफ्नै मातृभाषाको यदि ज्ञान भेटेनौँ भने समाजमा बाहिर गएर त्यो ज्ञान अब हामीले कहाँ भेटौँ र, होइन? त्यो पनि एउटा कुरो हो। अर्को जुन अहिलेको जुन आधुनिक युगमा जो सामाजिक जुन तपाईँको सञ्जाल छ, सोसियल मिडियामा धेरै जस्तो तपाईँको नेसनल वा इन्टरनेसनल भाषाको बोलबाला छ। पोस्टहरू, रिल्सहरू धेरै नै तपाईँले यी भाषाहरूमा देख्न पाइन्छ। त्यसले गर्दा नानीहरूले जुन जिनिसमा नानीहरूको धेरै एक्सपोजर हुन्छ त्यही त उहाँहरूले अप्नाउँछन्, होइन? त्यसले गर्दाखेरि के भन्छ कि आफ्नो भाषा अलिकति बिर्सेको जस्तो भन्छ, जो कि एउटा चिन्ताको विषय हो। किनकि हाम्रा युवा पिँढी हाम्रो भविष्य हो। हेर्नुहोस् है, सरकारले त आफ्नो दायित्व निभाउँदैछ। त्यो त कुरो यस्तै भयो कि तपाईँलाई सरकारले के एउटा राम्रो जिनिस एउटा उपहारमा दिनुभयो, तर तपाईँले त्यसको इस्तेमालै गर्नु भएन, होइन? तपाईँलाई माझमा गरे जस्तै यो युवा पिँढीले यदि यो विषयलाई ध्यान दिएनन् भने, होइन, यो विषयलाई गुरुत्व दिएनन् भने भोलिको दिनमा हाम्रो भाषा विलुप्त हुनतिर जान्छ कि क्या भन्ने डर छ। जानेको हेर्नुहोस् पुरै सम्भावना छ। किन अहिले मैले तपाईँलाई दुई तीनवटा भाषाको उदाहरण दिएँ जो लुप्त भए, कारण थियो त्यसको प्रयोग नगरेका। हजुर, जुन व्यक्तिहरूले, जुन पिँढीले त्यसको प्रयोग गर्थे, आहिस्ता आहिस्ता तिनीहरू हराउँदै गए। भावी पिँढीले त्यसलाई टिपेन र त्यसलाई क्यारी फरवर्ड गरेन, हस्तान्तरण गरेन, हो। त्यसले गर्दा आहिस्ता आहिस्ता के भयो, बिस्तारै त्यो भाषाहरू लुप्त हुँदै गयो। त हुन त अहिले त्यति साह्रो खतरा आएको छैन। अहिले धेरै मञ्चमा, धेरै हाम्रो साहित्य जगतमा भन्नुहोस्, सांस्कृतिक जगतमा भन्नुहोस्, धेरै आफ्नो भाषाको जब कार्यक्रमहरू हुन्छ, जस्तो हामीले अस्ति नै जब हामीले भाषा मान्यता दिवस मनायौँ, त्यो एउटा तपाईँको वार्षिक रूपमा भए पनि हाम्रा युवा पिँढीहरूलाई हामीले बोलाएर त्यसमा जुन हामीले एउटा जागृतिको सन्देश दियौँ र भाषाको महत्त्वको बारेमा उहाँहरूलाई जुन एउटा जानकारी दियौँ, त्यसले पनि उहाँहरूको मनमा कहीँ न कहीँ आफ्नो भाषाको प्रति प्रेम त जगायो नि, होइन? ठिक त्यस्तै गरेर वर्षमा एकपल्ट भानु जयन्ती मनाऊँ हामीले। युवकहरूले यो गर्न सक्नुहुन्छ। एउटा बहाना चाहियो नि त हामी एक हुनलाई र आफ्नो भाषाको जगेरा गर्नलाई, होइन? भानुभक्तले जुन एउटा नेपाली भाषालाई लिएर जुन एउटा योगदान दिनुभएको थियो, त्यो त्यस्तै एउटा कार्यक्रम गरौँ हामीले। अरू पनि जब हामीहरूको अवसर आउँछ, जस्तो तिहार बिदाई उत्सवमा, त्यतिखेर हाम्रो जुन हुनर छ, लेखनको हुनर छैन, गायनको हुनर छैन, वादनको हुनर छ, त्यो अनुसार हामीले आफ्नो भाषालाई प्रदर्शन गरेर यदि हामीले त्यो कार्यक्रमको गर्छौँ, आयोजना गर्छौँ, त युवा पिँढीहरूले आफ्नो भाषाको
को जुन एक्सपोजर भेट्छ हेर्नु सबैभन्दा ठुलो एक्सपोजर हो कुनै पनि एक्सपोजर भयो भने प्रयोग हुन्छ प्रयोग भयो भने तपाईँको संरक्षण हुन्छ। त मेरो युवा पिँढीसँग यही एउटा अनुरोध भनौँ न छ कि तपाईहरूले हेर्नुहोस् तपाईहरूकै हातमा कति माने 36 वर्षसम्म सङ्घर्ष गरेर सङ्ग्राम गरेर हाम्रा जुन भावी पिँढीहरूले यो भाषालाई एउटा मान्यता दिलाउनुमा उहाँहरूले एउटा योगदान दिनुभयो। अब हामी र तपाईहरूमाथि यो यसको दायित्व छ कि हामीले यसलाई कसरी बचाएर राख्नु जोगाएर राख्नु र जोगाउनुको लागि सबैभन्दा सजिलो छ यसको प्रयोग गरौँ। हामी जति सक्छ प्रयोग गरौँ, हामीले घरमा प्रयोग गरौँ, समाजमा प्रयोग गरौँ। अवसर भेट्नुहुन्छ भने विद्यालयमा त्यो भाषामा तपाईँ अध्ययन गर्नुको अवसर पाउनुहुन्छ भने त्यो भाषामा गर्नुहोस्। आफ्नो कला हुनर आफ्नो भाषामा प्रदर्शन गर्नुको जति तपाईँहरूले मौका भेट्नुहुन्छ अवसर भेट्नुहुन्छ भने त्यसमा गर्नुहोस्। यसरी तपाईँहरू हेर्नुहोस् एउटा कुनै एउटा त्यस्तो सङ्कोच नगर्नुहोस्, किनकि हेर्नुहोस् भाषा भन्ने आफ्नो एउटा परिचय हो, भाषा भन्ने हाम्रो चिनो हो हैन। यसमा मैले यदि मेरो भाषा बोलेर मेरो म कुन समुदायको हो कुन जातिको भनेर यदि मैले देखाउँदैछु भनेपछि त्यो मैले गर्व गर्नुपर्ने एउटा कुरो, त्यसमा कुनै सङ्कोच गर्नुपर्ने कुरो होइन। किनकि मैले यदि गरेन त अरू कसले गरिदिन्छ होइन। सरकारले आफ्नो जुन योगदान दिनुपर्ने छ दिइरहेछ। अब द बल इज इन आवर कोर्ट भनिन्छ नि, अब बल इज इन द यङ्गर जेनेरेसन्स कोर्ट। जेन जीहरूलाई खास गरी म तपाईँको यो जुन सोसियल मिडियाको माध्यमबाट अनुरोध गर्न चाहन्छु, जब तपाईँहरूले कन्टेन्ट क्रिएट गर्नुहुन्छ, पोस्ट हेर्नुहुन्छ वा पोस्ट बनाउनुहुन्छ, सकेसम्म आफ्नो भाषामा बनाउनुहोस् ताकि तपाईँको पोस्ट पनि हेरियो अनि जसले हेऱ्यो वा जसले सुन्यो उसले पनि आफ्नो भाषाका प्रति एउटा माया प्रेम उसको मनमा पनि जाग्छ। र उहाँको भनाइ भिनाजुको भनाइ तपाईँहरूले निश्चित तौरमा बुझिराख्नु भएको छ होला। किन भन्दा कुनै पनि भाषा एउटा तपाईँले विश्वमा जति पनि भाषाहरू छन् तपाईँले जति सक्नुहुन्छ भाषा सिक्नुहोस्, तर आफ्नो भाषालाई नबिर्सिनु होला। एकदम सही। आफ्नो भाषा चाहिँ नबिर्सिनुहोस्। अरू जुन प्रयोगमा हामी ल्याउँछौँ समय स्थान, जस्तै अफिसियल तपाईँलाई कुनै अर्को ल्याङ्ग्वेज बोल्नु छ त्यो हिसाबले तपाईँले अफिसियली कुनै अर्को ल्याङ्ग्वेज बोल्दै हुन्छ, त्यसमा भन्नुपर्ने वा हाम्रो भाषालाई केही डर छ क्या भन्ने त्यस्तो केही छैन। तर औपचारिक रूपमा तपाईँले आफ्नो घरमा बस्दा वा आफ्ना साथीभाइ आफ्नै जातका साथीभाइहरू बस्दा ओर्दा त्यसमा हामीले अर्को भाषा आफैलाई स्मार्ट देखाउनुलाई होस् होइन, वा आफ्नो एउटा जुन एउटा छुट्टै एउटा भिन्दै पहिचान बनाउनलाई होस्, त्यो एउटा टोलको वा जेन्जी गुटको भिन्दै एउटा पहिचान बनाउनलाई होस्, त्यसमा चाहिँ तपाईँहरूले अर्को भाषा व्यवहार नगरेर आफ्नै भाषा व्यवहार गर्दाखेरि हाम्रो भाषाप्रति एउटा अरू एउटा जागृतिको लागि एउटा ऊ रहिरहेको छ भन्ने उहाँले जुन कुरा राख्नुभयो त्यो धेरै राम्रो लाग्यो। र अन्तिममा तपाईँहरूसँग हामीले नेपाली भाषालाई लिएर सानो छोटो भन्दा पनि धेरै गफ गर्दा गर्दै धेरै लामो भइसक्यो यो कन्टेन्ट, र अर्को कन्टेन्ट फेरि आउला। र भिनाजुलाई पनि धेरै धेरै धन्यवाद छ। आज उहाँले जुन हाम्रो उहाँको तर्फबाट हाम्रो गोर्खा समाजलाई नेपाली भाषाको प्रति उहाँमा जति जे एउटा भावधारा थियो त्यो उहाँले पोख्नु भएको छ। र यो वार्तालापमा जतिले पनि अहिले अन्तिमसम्म बसेर यो कार्यक्रमलाई हेर्नुभयो, सुन्नुभयो, बुझ्नुभयो, यो कार्यक्रम तपाईँको प्रत्येक जेनजीलाई तपाईँका घरका युवाहरूलाई पनि तपाईँहरूले सेयर गरिदिनु होला। किनभने प्रत्येक युवाहरूले आजको समयमा हाम्रो भाषाको प्रति जुन एउटा बुझ्नुपर्ने गुरु दायित्व हो त्यो जेनजीले यदि बुझेनन् भने भोलिको दिन हाम्रो भाषा बोल्ने व्यक्ति हामी माझे हराउनलाई धेरै टाइम लाग्दैन। सरकारले स्वीकृति दिएको भाषा भन्दैमा त्यो भाषा कुनै युगो युग रहिरहेको छ त्यस्तो पनि होइन। जस्तै यही भाषा हाम्रो कालक्रममा हामीले बुझ्दाखेरि धेरै एउटा भाषाको नामले चिन्हित हुँदै हुँदै आजको समय होइन एउटा लामो वर्ष हुनसक्छ, 150-200 वर्षको हुनसक्छ, तर यो ट्राम पनि धेरै बदलिनलाई समय लाग्दैन पनि होला। र त्यसरी नै हामीले घरमा व्यावहारिक रूपमा व्यवहार गर्दा चाहिँ आफ्नो भाषा बोल्ने र साथीभाइमा पनि आफ्नै भाषामा बोल्ने र कुनै कर्म पनि आफ्नो भाषामा गर्दा सजिलो छ भने चाहिँ आफ्नै भाषामा गर्ने खालको कर्म अगाडि बढाउनु पर्छ। र भिनाजुले अन्तिममा के दुई कुरा राखिदिनुहोस् र हामी यो मैले मुख्य जुन भन्नुपर्ने कुरा त भनिसकेँ। हामी गोर्खाली हौँ, हाम्रो भाषा नेपाली भन्नुहोस्, गोर्खाली भन्नुहोस्, हाम्रो भाषा हो। त हामी भारतमा छौँ, त्यसले गर्दा हामीलाई हाम्रो वरिपरि हामीले धेरै भाषा भेट्छौँ
होइन, हजुर। इङ्ग्राजी भयो, हिन्दी भयो, अनि जुन जुन स्टेटमा हामीहरू छौँ हजुर। त्यो भाषाको पनि प्रभाव प्रभाव हामीमाथि छ। पर्छ। यो स्वाभाविक हो। स्वाभाविक। संस्कृतिको प्रभाव पर्छ, हजुर। खानपानको, पहिरनको प्रभाव पर्छ। सबै अपनाउनुहोस् म भन्छु। हेर्नुहोस्, यो ग्लोबल वर्ल्ड हो। कुनै पनि जिनिसलाई तपाईँले नभन्नुहोस्, राम्रो जिनिसलाई म भन्दैछु। यदि तपाईँलाई राम्रो लाग्छ कुनै पनि जिनिस, भाषा होस्, तपाईँको संस्कार होस्, संस्कृति, सबैको लिनु अरे होइन। यसमा म एउटा कुरा महात्मा गान्धीज्यूले भनेको कुराको द्वारा म आफ्नो पोइन्ट राख्न चाहन्छु। महात्मा गान्धीले के भन्नुभएको थियो, आफ्नो दिमागलाई यस्तो एउटा खिड्की जस्तो बनाएर राख्नु अरे, खुल्ला राख्नु अरे, जहाँबाट तपाईँको स्वच्छ हावा बतास बगिरहन्छ, तपाईँको माइन्डलाई फ्रेस गरिरहन्छ। तर यति पनि खुला नराख्नु अरे कि त्यो बतासले तपाईँलाई नै बगाएर हुडी बनेर लान्छ। त मेरो भन्नेको तात्पर्य के हो भनेको, अरूको संस्कार, अरूको संस्कृति, अरूको भाषालाई अपनाउनुहोस्, सिक्नुहोस्। किनकि यो ग्लोबलाइजेसन हो। हुनसक्छ हाम्रा नानीहरू भोलि विदेशमा पनि जालान् अरे, अर्को स्टेटमा गएर कुनै जागिरको लागि, कार्यको लागि, नोकरीको लागि जालान्। त्यसको लागि अरूको भाषा सिक्नलाई पनि हामीलाई जरुरी पर्छ। तर जहाँ पनि जानुहुन्छ आफ्नो जरा, हाम्रो जरा भनेको भाषामा के हो, हाम्रो भाषा। अनि भाषा नै यदि तपाईँले लुप्त गर्नुभयो, हराउनु भयो, तपाईँले सोच्नुहोस् कि तपाईँले आफ्नो अस्तित्व हराउनु भयो। तपाईँको कुनै अस्तित्व छैन। तपाईँ अमेरिकामा जानुहोस्, इङ्ल्यान्डमा जानुहोस्, वा भारतका कुनै पनि राज्यमा गएर धेरै कमाएर धेरै राम्रो तपाईँले हासिल गरे पनि तपाईँ एउटा अस्तित्वहीन व्यक्ति हुनुहुन्छ। किनकि तपाईँले आफ्नो जरा नै गुमाउनु भयो। तपाईँ त्यस्तै एउटा वृक्ष हुनुहुन्छ जसको जरा काटेको छ, माथि अलिक दिनसम्म हरियो छ, एक न एक दिन त्यो वृक्ष सुक्नै हो अनि त्यो वृक्ष ढल्नै हो। त्यस्तो खालको वृक्ष हामी नहौँ। आफ्नो जरामा आफ्नो भाषा रूपी जुन हाम्रो छ जडा छ, त्यसमा आफ्नो इच्छा रूपी पानी दिइरहौँ, खाद मल दिइरहौँ, जसले गर्दा हाम्रो भाषा पनि जीवित रहोस्। र हामी जति पनि सक्छ अरूसँग जुन भाषा उसले बुझ्छ त्यो भाषामा गरौँ। तर एटलिस्ट हामी आफ्नो समुदायमा, आफ्नो परिवारमा र आफ्नो समाजमा त आफ्नो भाषामा वार्तालाप गरौँ न त। त्यसले गर्दा प्र्याक्टिस पनि हुन्छ। भाषा भनेको हेर्नुहोस् एउटा हतियारको जस्तो। धर्नुहोस्, मैले त तपाईँलाई एउटा सुन्दर एउटा खुकुरी दिएँ। उदाहरणमा तपाईँलाई मैले एउटा उपहारमा खुकुरी दिएँ। त्यो खुकुरी तपाईँले दाबमा हालेर सालौँ साल यत्तिकै यदि राख्नुहुन्छ, त्यो आफ्नै त्यो फलाम हो, त्यो खिएर त्यसमा भने ऊ लागेर जङ्ग लागेर त्यो त खत्तम हुन्छ नि त। भाषा पनि त्यस्तै हो। हेर्नुहोस्, त मेरा प्यारा नानीहरू, जेनजीलाई म यही भन्न चाहन्छु, आफ्नो भाषालाई बहुतै इम्पोर्टेन्सको साथमा, बहुतै एउटा तपाईँको प्रेमको साथमा यसलाई लिनुहोस्, प्रेमको साथमा यसको प्रयोग गर्नुहोस्, सिक्नुहोस् र यसलाई जिउँदो राख्नेको जुन तपाईँको माथि हामीले काँधमा जुन तपाईँलाई दायित्व दिएछ त्यसको सही ढङ्गले निर्वाह गर्नुहोस्। धन्यवाद छ सबैलाई नै। बिदा, बाई, टेक केयर, बाई।